मलाई फकाउनलाई केही गर्नु पर्दैन। मात्र यति गरे हुन्छ काखमा बोकेर हल्लाउने, ठाडो पारेर मैले पनि हेर्नु पर्यो नि वरिपरि। तर तिमीहरूले जब मलाई यहाँ भुइँमा राखेर अनि आफूहरू चाहिँ मोबाइल चलाउन थाल्छौ नि, यति रिस उठ्छ मलाई, त्यो मलाई सबैभन्दा मन नपर्ने कुरा हो क्या। तिमीहरूले चाहिँ किन मलाई चाहिँ भुइँमै मात्रै राख्नु पर्यो हो खालि? किन मलाई रिस उठाउनु पर्यो? मेरो प्रेसर हाई गर्नु बाहेक केही आउँदैन है तिमीहरूलाई? यसरी बोक न मलाई काखमा बोक के, मलाई काखमा बोके हुन्छ क्या? मसँग खेल, बोल, मलाई छुह। तिमीहरू यति पनि गर्न सक्दैनौ भने मलाई के जन्माएको हँ? खालि मोबाइलै थियो भने तिमीलाई किन मलाई जन्माउनु पर्यो? जति बेलै मोबाइल हेरे भइगयो नि। तिमीलाई म पनि चाहिने अनि मोबाइल पनि चाहिने। किन यति साह्रो हो? यसरी खेलाउ न मलाई पनि यार, घरिघरि त म पनि त आनन्द लिन पाउँदिन। तिमीहरू जस्तो जति बेला मोबाइल हेर्न पनि त पाउँदिन म।